के तपाईँले एभरेस्ट कलर लिमिटेडको आइपिओमा आवेदन दिनुभयो? यदि अहिलेसम्म पनि आवेदन दिनुभएको छैन भने अब ढिला नगर्नुहोस् है, किनकि एभरेस्ट कलर लिमिटेडले तपाईँ हामी जस्तै सर्वसाधारण जनताका लागि प्रति किता 100 रुपियाँमै 6,55,700 किता आइपिओ निष्कासनमा राखेको छ। कम्पनीले आफ्नो जारी पुँजी 30 करोड रुपैयाँको 26.33%ले हुनाहुने 7 करोड 90 लाख रुपैयाँ बराबरको 7,90,000 किता सेयर निष्कासन गर्न लागेको हो, जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताका लागि नेपाल सरकारले सुरक्षित गरेको 10% अर्थात् 79,000 किता सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ भने अब यो दोस्रो चरणमा सर्वसाधारण जनताका लागि 6,55,700 किता सेयर निष्कासनमा राखेको छ। केयर रेटिङ नेपाल लिमिटेडले यस कम्पनीलाई केयर NP BB इश्योर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीमा वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको सङ्केत गर्दछ। यो कम्पनीको इस्यु म्यानेजरको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। यो आइपिओ यही जेठ 27 गतेसम्म मेरो सेयर लगइन गरेर आवेदन दिन सकिनेछ। यदि अहिलेसम्म आवेदन दिनुभएको छैन भने नछुटाउनुहोस्, किनकि 1,000 को लगानी 15,000 माथि जान सक्ने सम्भावना छ। त्यसैले ढिला नगर्नुहोस्, आइपिओमा लगानी गर्नुहोस्। मेरो भिडियो हेर्दै गर्नुहोस्। धन्यवाद।